जोरी जानुपर्छ एकदम राम्रो यत्रो 3 वर्षदेखि गरिरहेछु जसले लेख्यो नि त्यो एक नम्बर त कहिले पनि अघि बढ्दैन हैन अगाडि बढ्ला हैन तर तिनीहरु नजरमा दिइसक्यो मेरो अगाडि राम्रो बनेर के गर्छु यसको लागि फेकमा तिनीहरु सर्टेन टाइम हाइप पनि लिन्छु अरे अलिक पछिदेखि तँ पिछाडी गरेर यस्तो गरेर के पाउँछौ किनभने सर मैले यो किन भनिरहेछु भने एभ्रीवन एप्रिसिएटेड मी क्या त्यो पाराले कि तिमी त जोरिनु हुनुपर्छ 3 वर्षदेखि गरिरहेको छु कस्तो तिमीलाई देखेर अब तिम्रो त मैले हेरेको छु भिडियो यस्तो यस्तो भन्थ्यो हैन अनि तिनीहरुले नै अहिले भोट हाल्छ हैन 2-3 वटा आउँथ्यो मलाई एक्सपेक्टेड थियो मजाले पढ्नु थिएन तर 5 वटा भोट त मैले एक्सपेक्टेड गरेको थिएँ सर किनभने त्यो चाहिँ अब मजाले मलाई बुझेकोले हालेको किनभने जीडी प्रहलाद लेखेको भए पनि अलिकति अब त्यो नाम पपुलर थिएन हुँदैन त्यो जीडी भनेको त टार्गेटेड हो क्या त्यो भनेको चाहिँ मेरो यहाँ नाम मजाले थाहा भएकोले मजाले लेखेको त्यो टार्गेट गरेर लेखेको विपिन बराइली के मास लाएको